ओइ के भयो किन स्याड भएको? सुन न ओइ मैले अस्ट्रेलिया अप्लाई गरेको थिएँ तँलाई नभनिकन अनि हेर्न माइग्रेसन एक्टमा फ्याट्टै फाइल क्या रिजेक्ट नै गरिदियो मैले फ्यामिलीको इन्भेस्टमेन्टहरू पनि सक्दै मलाई धेरै टेन्सन भइरहेछ यार। यो हो र कस्तो स्याड पो भएछ। अनि लोन चाहिँ कुन ब्याङ्कबाट प्रोसेस गरेको थिइस् तैँले भन् त? मैले नबिल ब्याङ्कबाट गरेको थिएँ यस्तो राम्रो ब्याङ्कबाट गर्दाखेरि पनि मलाई रिजेक्ट गरिदियो यार। नबिल ब्याङ्क अप्सन रहेछ त नि, के टेन्सन लिइरहेको? तेरो स्कोरहरू पनि त्यस्तो राम्रो छ। अब नबिल ब्याङ्कबाटै गरेको रहेछ। तैँले न्युजिल्यान्ड अप्लाई गर्न मिल्छ नि। सुरुमा धेरै इन्भेस्ट पनि गर्नु पर्दैन, फी पेमेन्ट पनि आफ्टर भिजा गर्ने हो। किन टेन्सन लिइरहेको? पेमेन्ट आफ्टर भिजा यो पनि हुन सक्छ र भने? मलाई त केही पनि थाहा नै रहेनछ। यहाँ सुन ल, न्युजिल्यान्डको भिजा रेट पनि राम्रो छ र फी पेमेन्ट पनि एआइपी आइसी मात्र गर्दा हुन्छ। अनि डकुमेन्ट पनि लगभग सेम नै हो, अस्ट्रेलियाको जस्तै केही पनि चेन्जेस गर्नु पर्दैन, एकदम सजिलो छ। र यसको लागि चाहिँ जीएनडी एडुलिङ्क एन्ड माइग्रेसनमा जानुपर्छ हामी दुईजना। केही नै चेन्ज गर्नु पर्दैन, सबै अस्ट्रेलियाको डकुमेन्टले हुन्छ? यस्तो केही नै चेन्ज गर्नुपर्छ भन्ने चाहिँ होइन, तर एयुडीलाई चाहिँ न्युजिल्यान्डमा चेन्ज गर्नुपर्छ। अहिले त मेरो माइन्ड फ्रेस नै गर्दैछ यार। जाऊँ तर म जीएनडी एडुलिङ्कमा गएर काउन्सिलिङ लिन्छौँ न।